नमस्कार। आज म कुरा गर्दैछु नेपालको एउटा लोपोन्मुख घुमन्ते आदिवासीको रूपमा पहिचान बनाएको जुन कर्णाली क्षेत्रको जङ्गलहरूमा फिरन्त जीवन बिताउँदै आएको छ राउटे समुदायको। हाल उनीहरूको जनसङ्ख्या 133 जना रहेको छ। राउटेहरू विशेषतः सल्यान, दैलेख, जाजरकोट, सुर्खेत, कालिउकोट जिल्लाका जङ्गल, नदी किनार तथा बस्तीहरूको नजिकमा गएर बस्दछन्। उनीहरू स्थायी बसोबास नगरी घुमन्त जीवन अपनाउने गर्दछन् र काठका भाँडाकुँडा बनाएर बेचेर त्यसबाट अन्न साटासाट गरेर सँगसँगै शिकार खेलेर आफ्नो जीविकोपार्जन गर्ने गर्दछन्। मृत्यु भएपछि बस्ती सार्ने र आधुनिक रूपमा हेर्ने हो भने खेतीपाती नगरिकन आफ्नो जीवन प्राकृतिक रूपमै चलाउने यो समुदाय हो राउटे समुदाय। विशेष गरेर खस भाषा, अझ यसलाई खाम्ची भाषा भन्ने हिन्दू धर्म मान्ने र उनीहरूले विशेषतः माघी दसैँ पर्वलाई एउटा ठुलो पर्वका रूपमा मनाउने गर्दछन्। हाल नेपालमा ठकुरी समुदायको विशेष गरेर कल्याल, राजकोटी र शाही गरी तीनवटा समुदायको राउटेहरू हाल नेपालमा अहिले बसोबास गरिरहेका छन् र उनीहरूको बसाइ हेर्दा अत्यन्तै अहिले दैलेख जिल्लाको गुराँस गाउँपालिकाको स्थानीयको रूपमा उनीहरूको परिचय जोडिएको छ र सरकारले प्रत्येक जन्मने बित्तिकै मासिक रूपमा 4,000 को दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध पनि गराइरहेको छ। र पछिल्लो समय हेर्ने हो भने राउटे समुदायलाई उनीहरूले व्यापक रूपमा जुन सेवन गर्ने रक्सीले गर्दा राउटे समुदायको जनसङ्ख्या एकदमै घट्दै गइरहेको छ र यो समुदायको सबैभन्दा अलिकति विशेष लाग्ने जुन समुदायमा रिस भन्ने कुरा देखिन र एक अर्काका प्रति गर्ने सद्भाव, आदर हामी राउटे समुदायबाट सिक्नै पर्ने। अहिले पछिल्लो समय मान्छेमा जुन देखिएको छ रिस राग, त्यो राउटे समुदायमा एकदमै शान्त स्वभावको। त्यसैले पनि यो समुदाय अझै यहाँबाट सिक्ने कुराहरू पनि धेरै छन् र नेपाल सरकारले यो समुदायको संरक्षणका लागि कार्यक्रम गरेन भने हामी इतिहासमा राउटे समुदायको बारेमा पढ्न सुन्न मात्र पाउने अवस्था आउँछ। त्यस हुनाले सामाजिक सुरक्षा भन्दा पनि अन्य जीविकोपार्जनको अन्य वस्तुहरूबाट उनीहरूलाई प्रदान गरिकन यो समुदाय बचाउनको लागि अगाडि बढ्नुपर्ने देखिन्छ।